मम्मी नमस्कार। नमस्कार। हाम्रो मम्मीको शुभ नाम रामकली महतो। रामकली महतो। अनि हाम्रो मम्मी बेस्ट हाउसमा चाहिँ कुन ठाउँदेखि आउनुभएको नि? बुद्ध चोकबाट। अनि हाम्रो मम्मी चाहिँ लुगा बेस्ट भरतपुरमा आउनु भएको कति दिन भयो? 7 दिन भयो। अनि हाम्रो मम्मी चाहिँ लुगा बेस्ट भरतपुरमा आउँदै गर्दा चाहिँ के समस्या लिएर आउनु भएको नि मम्मी? खुट्टा दुख्ने, खुट्टा दुख्ने अनि अरू खुट्टा दुख्ने अरू समस्या त धेरै नै छ भनौँ भने। घाँटीको स्याहास्या हुने। हजुर स्याहास्या हुने। अनि हजुर घाँटी त्यो प्रेसर हाइरी मलाई हाने थियो। ए प्रेसरले हानेको थियो हजुरलाई? हाने थियो हजुर। अनि ग्यास्ट्रिक नि हुने। ग्यास्ट्रिक पनि छ। अनि अरू त्यस्तो कहिले कहिले खट्क गऱ्यो भने खुन आउने घाँटीको। कहिले काहीँ खोक्दा चाहिँ रगत पनि देखिने। हजुर त्यस्तो हुने। अहिले त ठिक छ। ए हजुरको चाहिँ खुट्टा दुख्ने, ग्यास्ट्रिकको समस्या, प्रेसरको समस्या अनि थाइराइड पनि छ। दबाई खान्छु त्यसको पनि। ए औषधि खाइरहनु भएको छ? औषधि भनेपछि हजुरको समस्या चाहिँ प्रेसर, थाइराइड अनि हजुरको चाहिँ ग्यास्ट्रिक छ, खुट्टा दुख्ने समस्या लिएर चाहिँ हाम्रो बेस्ट हाउससम्म आउनुभएको। अनि हाम्रो मम्मीले चाहिँ 7 दिनसम्म यानको मेसिन प्रयोग गर्दै गर्दा चाहिँ सुधारको प्रतिक्रिया आउने त्यस्तो गाह्रो हुने केही भयो कि भएन? गाह्रो त भएन। हजुर सुधार त अलिक भएछ। त्यही त सुधार चाहिँ के कस्तो भएको छ मम्मी? ठिक भएछ। अहिले सुतेको बेलामा दुख्दैन धेरै। कतिखेर दुख्छ न त पनि सुत्नै नसक्ने। हजुर त्यो पट्टी बार्ने, कपडा बेर्ने, खुट्टामा तेल मालिस गर्ने। खुट्टामा मम्मी? हजुर अहिले त गर्नु पर्दैन, बाँध्दिन पट्टी पनि। ए हजुरले चाहिँ पहिला सुत्नै नसक्ने, सुत्दा पनि पट्टी बाँधेर सुत्नु पर्ने, सुत्नै सक्नुहुन्थेन। अहिले 7 दिन थेरापी गर्दै गर्दा चाहिँ आनन्दसँग सुत्न सक्नु भएको छ। अनि अरू के कस्तो सुधार छ मम्मी समस्यामा? सुधार भएछ। अरू त अब बिस्तारै लाग्छ। अनि अब सुधार पनि भएको छ मम्मीलाई चाहिँ। यति राम्रो प्रविधिको आविष्कार गर्नु नि डाक्टर चो सरलाई के भन्न चाहनुहुन्छ मम्मी? डाक्टर सर धन्यवाद दिन्छु। सबैलाई सुधार भएछ मलाई। हजुर राम्रै छ। अनि हाम्रो चाहिँ नेपालसम्म ल्याइदिनु नि राजीव सर गणेश सरलाई के भन्न चाहनुहुन्छ? धन्यवाद भन्छु। अनि हाम्रो चाहिँ यहाँसम्म ल्याइदिनु हुने हाम्रो मणि सरलाई के भन्न चाहनुहुन्छ? धन्यवाद छ। अनि हाम्रो सम्पूर्ण सरमिसहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ मम्मी? धन्यवाद सर। खुसी लाग्छ धेरै नै धेरै। हजुर अनि हजुर जस्तै बुवा मम्मीहरू थेरापी गर्नको लागि आउनुहुन्छ समस्या लिएर, हाम्रो बुवा मम्मीहरूलाई चाहिँ के भन्न चाहनुहुन्छ? सधैँ आउनु, रेगुलर आउनु। हजुर रेगुलर आउनु, समस्या ठिक हुन्छ, हुँदै गर्छ। हजुर त्यसरी आत्तिन हुँदैन। हजुर रेगुलर चाहिँ आउनुहोस् भन्न चाहनुहुन्छ? रेगुलर चाहिँ आउनु। हजुर आस मम्मी खुसी हुनुहुन्छ? खुसी छु। रेगुलर आउनुहुन्छ? म त रेगुलर आउँछु। कहिले त्यस्तै पऱ्यो आउँदैन, न त म रेगुलर आउँछु। आस मम्मी धन्यवाद मम्मी। नमस्कार। नमस्कार।